हेलो गाइस, हामी चाहिँ आज यहाँ वनभोज भनौँ न पिकनिक आएको। यहाँ पुरै तयारी भइराखेको छ। सो साथीहरू, चिलिमी हाइड्रो पावरबाट चाहिँ आज सुरु भएको थियो अनि मैले चाहिँ माथि आएर मात्रै सुरु गरेको भिडियो, त्यही भएर साथीहरू गलेदरबारमा आएको थियौँ हामी चाहिँ। अनि ऊ माथि गाडीमा चाहिँ सामानहरू लिएर आउँदैछ गाडीबाट, अनि उता गाडीबाट सामानहरू आउँदैछ। हामी गाडीमा आएको। सो गाइस, यहाँनिर हामी चाहिँ खाजा खाना लगाइराखेको छ। भाउजूहरूले हामीलाई खाजा हाल्दै हुनुहुन्छ। अब खाजा खाएर पनि हामी फेरि दाइहरूले फेरि अर्को पकाउँदै हुनुहुन्छ। हामी चाहिँ खाना पनि खान्छौँ है साथीहरू। यहाँनिर यहाँ हाम्रो दाइहरूले चाहिँ तयारी गर्दै हुनुहुन्छ। कतिजना फोटो खिचिराख्नु भएको छ। जङ्गल चाहिँ यस्तो छ साथीहरू। 30 जनाको ग्रुप छौँ। सो गाइस, हाम्रो चाहिँ बफ अनि त्यस पछाडि माछा अनि त्यस पछाडि विशेष राम्रो छ। हेर्नुहोस्, यहाँ हेर्नुहोस् माछा। सो गाइस, यहाँनिर चाहिँ खाजा हाल्दै हुनुहुन्छ। सो साथीहरू, मैले चाहिँ सबै दाउराहरू जम्मा गर्ने काम गरेको। यसरी जम्मा गरेर अनि खाना पकाउन, तरकारी पकाउन सबैको लागि। अनि त्यस पछाडि चाहिँ हामी गेम खेल्यौँ।
सो साथीहरू हामी त्यस पछाडि गीत गाइसके पछाडि चाहिँ हामी खाना खायौँ। खाना खाएर हामी फेरि निस्किन्छौँ साथीहरू। खाइसक्छ र हालिदिनु। यहाँनिर बाबा छोरा 3जना हुनुहुन्छ। यस्तो ठाउँमा खानु मजै छुट्टै छ है गाइजहरू। फर्केको छ गाइज हामी सो साथीहरू यो रसुवा जिल्लामा रहेको चिलिमे हाइड्रो पावर। सो साथीहरू आजको पिकनिक चाहिँ हाम्रो यहीँ नै अन्त्य हुन्छ। सो साथीहरू यहाँ चाहिँ रसुवा जिल्लाको त्यो चिलिमे हाइड्रो पावरको ड्याम चाहिँ यहाँनिर रहेको छ। सो साथीहरू हेर्न सक्नुहुनेछ। ओके, आजको भिडियो हेरेर लाइक कमेन्ट सेयर गरिदिनु होला र सब्सक्राइब पनि गरिदिनु होला सबैजनाले। थ्याङ्क यू सो मच। बाई बाई।